शुभ प्रभात। जय श्री सच्चिदानंद। समादरणीय श्रोतागण, प्रत्येक शनिबार बिहान प्रातकालीन यही समयमा प्रसारण हुँदै आइरहेको मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौँ। अब प्रस्तुत छ यो सप्ताहको मानव धर्म सन्देश। शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिविद्यानगम्यं वन्दे विष्णु भवभयहरणं सर्वलोकैकनाथम्। आदरणीय श्रोताबिन्द, यहाँहरू सबैलाई प्रातकालीन अभिवादन। मानव धर्म सन्देश कार्यक्रम प्रत्येक शनिबार हाम्रा मानव धर्म सेवा समितिका सन्त महात्माहरूबाट यहाँहरूले सुन्दै आउनुभएको छ र आज म ठाकुर प्रसाद पौडेल नेपाल मानव धर्म सेवा समितिबाट यहाँहरूको समक्षमा उपस्थित भएको छु र हामी विगतमा चर्चा गरेका थियौँ। आदरणीय श्रोताबिन्द, कृष्ण भगवान र अर्जुनको संवाद गीताको विषयमा हामी चर्चा गर्दै थियौँ। आज त गीता पढ्ने कसैलाई फुर्सद छैन, कसैले पढिहाल्यो भने पनि बुझ्ने फुर्सद छैन, बुझिहाल्यो भने व्यवहारमा अपनाउने फुर्सद छैन। यो समस्या त रहेकै छ। तर यदि यसलाई गहिराईबाट यदि हामीले बुझ्यौँ भनेदेखि बडा आनन्द लाग्नेछ। व्यवहारमा कार्यान्वयनमा ल्याउँदा हामीलाई बडा आनन्द लाग्नेछ। जीवनको रसलाई हामीले प्राप्त गर्न सकिनेछ। र विगतमा कृष्ण भगवान र अर्जुनको संवादमा आएको थियो। अर्जुनले भन्दै हुनुहुन्थ्यो, प्रभु मैले मेरो मनलाई कन्ट्रोल गर्न सकिनँ। हजुरले सबै कुरा भन्नुहोस्, मसँग धेरै ठुलो सामर्थ्य छ, तर मनलाई कन्ट्रोल गर्न मैले सकेको छैन भन्दाखेरि कृष्ण भगवानले समाधान के दिनुभयो भनेदेखि, असंशयं महाबाहो मनो दुर्निग्रहं चलम तस्याहं निग्रहं मन्ये वायुरिव सुदुष्करम। असंशयं महाबाहो मनो दुर्निग्रहं चलम अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते। कृष्ण भगवानले अर्जुनलाई भन्नुहुन्छ, अर्जुन, यो मनलाई कन्ट्रोल गर्नु गम्भीर विषय हो, त्यसमा कुनै शङ्कै छैन। मनो दुर्निग्रहम चलम, यो मनलाई निग्रह गर्नको लागि, चित्तका वृत्तिहरूलाई कन्ट्रोल गर्नका लागि त्यति सजिलो विषय त होइन। तर यदि यसको सूत्र भेटायौँ भनेदेखि हामीले मनलाई कन्ट्रोल गर्न सकिन्छ। र मनलाई कन्ट्रोल कसरी गर्न सकिन्छ भने अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते। अभ्यास र वैराग्यद्वारा यो मनलाई कन्ट्रोल गर्न सकिन्छ भनेर यसरी कृष्ण भगवानले भन्नुहुन्छ। अब प्रश्न हुन्छ, अभ्यास के को गर्ने र वैराग्य भनेको के हो? जब हामीले अभ्यास र वैराग्यलाई बुझ्यौँ भनेदेखि हामीले मनलाई पनि नियन्त्रण गर्न सकिन्छ र गीतालाई कार्यान्वयन गर्न पनि सकिन्छ। र नबुझेसम्म हामी कार्यान्वयन गर्न सक्ने छैनौँ। त अभ्यास के को गर्ने भन्दा अगाडि कृष्ण भगवानले अर्जुनलाई सम्झाउनु भएको छ, नाना शास्त्र पठेन लोके नाना देवत पूजनम आत्मा ज्ञान बिना पार्थ सर्वकर्म निरर्थकम। हे अर्जुन, नाना शास्त्र पठेन लोके नाना देवता पूजनम। संसारका मानिसहरूले नाना धर्मशास्त्रहरूको पठन पाठन पनि गर्दछन्, देवी देवताहरूको पूजा आजा पनि गर्दछन्, मन्दिर मस्जिदमा जान्छन्। तर आत्मज्ञान बिना पार्थ सर्वकर्म निरर्थकम। हे पार्थ, हे अर्जुन, जबसम्म जीवनमा आत्मज्ञान प्राप्त गरिँदैन, आत्मज्ञान प्राप्त नगरेसम्म
सर्वकर्म निरर्थकम। ती सबै गरेका कर्महरू सार्थक हुन सक्दैनन्। यदि आफूले जीवनमा गरेका कर्महरूलाई पनि यदि सार्थक तुल्याउने हो भनेदेखि आत्मज्ञान लिनुपर्छ। र जब तिम्रो जीवनमा आत्मज्ञान प्राप्ति हुनेछ त्यसपछि तिम्रा कर्महरू सबै सार्थक भएर जानेछन्। यसरी कृष्ण भगवानले अर्जुनलाई अभ्यास के को गर्ने भन्दा आत्मज्ञानको साधना गर्ने, आत्मज्ञानको अभ्यास गर्ने भनेर बताउनु भयो। र यदि हामीले त्यस्ता ब्रह्मज्ञानी सन्त महात्मालाई भेट्न सक्यौँ र आत्मज्ञानको साधना सिक्यौँ भनेदेखि एउटा सूत्र त हामीले प्राप्त गऱ्यौँ। अभ्यास के को गर्नु पर्दो रहेछ भन्ने कुरा त हामीले पाउनै भयो। अब अर्को सूत्र के भन्नुभएको छ भने वैराग्येण च गृह्यते। र वैराग्य पनि जीवनमा वैराग्यको पनि आवश्यकता पर्दछ भनेर यसरी बताउनु भयो। त अब वैराग्य भनेको के हो त? यो अर्को प्रश्न बन्दछ। आदरणीय श्रोताबिन्द, जीवनमा हामी बचपनदेखि जन्मेदेखि नै मृत्युसम्म प्राय सबैको के हुन्छ भनेदेखि मायाकै रागमा लुटपुट भएर, मायाकै रागमा अलमल गरेर यो जीवन चाहिँ समाप्त हुन्छ। हामीले वैराग्यलाई बुझ्दै नबुझिकन यो मायाको रागबाट प्रभुको रागमा प्रवेश गर्नु, मायाको चिन्तनबाट माथि उठेर प्रभुको चिन्तनमा जब लागिन्छ त्यसलाई वैराग्य भनिन्छ। र यो वैराग्य भएन भनेदेखि समाज कता जान्छ? प्रभुको रागको लागि चिन्ता हुनु पर्यो। मैले मनुष्य जन्म त पाएँ, यही जन्ममा मैले ईश्वरको प्राप्ति गरिनँ भनेदेखि फेरि कहिले प्राप्त गर्न सकुला? के गाई भैँसीको योनिमा गएर, पशु पक्षीको योनिमा गएर मैले चाहिँ मनुष्य यो ईश्वरको साक्षात्कार गरौँला त? यो त हुन सक्दैन। यो मनुष्य जीवन त सर्वश्रेष्ठ हो। यही जीवनमा ईश्वरको साक्षात्कार गर्न सकिन्छ। त्यस कारणले यो जीवनलाई, मानव जीवनलाई सर्वश्रेष्ठ सृष्टिको सरताज, क्राउन अफ द क्रिएसन भनेर बताइयो। त अब हामी वैराग्यलाई बुझ्यौँ भनेदेखि जीवनलाई बुझ्न सकिन्छ। र संसारको हालत देखेर सन्तहरू के भन्नुहुन्छ भनेदेखि आयु छिन्न हुँदैछ रात दिउँसो हप्ता र महिना गरी, थाहै हुन्न अनेक काम रहँदै बेला बितेको पनि, देख्छौँ जन्मनु मर्नु रोनु बुढिनु वैराग्य उब्जन्ननी, के हो लानी भरे कसो गरी कहाँ के भोग्नु पर्ला नि है। सन्तहरूले भन्नुहुन्छ आयु छिन्न हुँदैछ रात दिउँसो हप्ता र महिना गरी। रात बितेको छ, दिन बितेको छ, हप्ता महिना बितिरहेको छ, हाम्रो आयु समाप्त हुँदैछ, हामी बुढापातिर जाँदैछौँ। हाम्रो नजिकमा काल आउँदैछ, नजिकमा काल आइरहेको छ। तर हामी चाहिँ, मेरो त 40वाँ बर्थडे, 50, 51 यसरी चाहिँ बर्थडेहरू, जन्मदिनहरू हामी मनाउँदै गर्छौँ। तर हामी चाहिँ बुढापामा नजिक गएको, कालको मुखमा नजिक पुग्दै गरेको यो ख्यालै छैन। र हाम्रो जीवन कस्तो छ भनेदेखि आयु छिन्न हुँदैछ रात दिउँसो हप्ता र महिना गरी, थाहै हुन्न अनेक काम रहँदै बेला बितेको पनि। अनेक काम बाँकी छन्, यो गरौँला त्यो गरौँला, धेरै प्रकारका योजनाहरू त बनाइयो। ती योजनाहरू भक्ति पनि गरौँला भनेर योजना बनाइयो, ईश्वर प्राप्ति गर्ने साधन आत्मज्ञान पनि प्राप्त गरौँला भन्दै योजना बनाउँदै त बसियो। तर चाहिँ समय त बितिसक्यो, थाहै भएन, थाहै हुन्न अनेक काम रहँदै बेला बितेको पनि। राम्रा कामहरू बाँकी रहे, बेला बितिहाल्यो। अब चाहिँ कालको ग्रास बन्ने बेला आउन थालिसक्यो। र अगाडि सन्तहरू भन्नुहुन्छ देख्छौँ जन्मनु मर्नु रुनु बुढिनु वैराग्य उब्जन्ननी। हामीले जन्मेको देख्छौँ, मरेको देख्छौँ, रोएको देख्छौँ, बुढिएको देख्छौँ। तर पनि त्यस्तो अवस्थामा पनि यो जीवन त झुट्टा रहेछ, यो जीवनको केही भरोसा छैन रहेछ। यस्तो नाजुक जीवनमा हामीले अहङ्कार मात्रै गरिरहेका छौँ, मायाको रागमा मात्रै अलमल गरिरहेका छौँ, प्रभुको रागमा प्रवेशै गर्न सकेनौँ। यस्तो देखेर सन्तहरूले के हो लानी भरे कसो गरी कहाँ के भोग्नु पर्ला नि। यस्तो मानवको जीवन देखेर यिनीहरू कति दुःख पाउलान्, फेरि अर्को योनि कस्तो होला, के भोग्नु पर्ने होला भनेर यो यस्तो सुन्दर प्रभु परमात्माको सृष्टि, क्राउन अफ द क्रिएसन
यो मानव चोला पाएर पनि यत्तिकै खेर फालिरहेका छन् भनेर सन्तहरू चिन्तित भएर बताउनुहुन्छ। र यसरी वैराग्य के रहेछ त भन्दा यो मायाको रागबाट प्रभुको रागमा प्रवेश गर्ने, मायाका धन्दाहरू गर्ने हो। तर चाहिँ यसैलाई लक्ष्य बनायौँ भनेदेखि हाम्रो कल्याण हुने छैन। हामीलाई दौलतले कहिले पनि सुख शान्ति दिन सक्दैन। दौलतले त हामीलाई सुन्दर मखमली बिछौना लाखौँ रुपियाँको पलङ दिन सक्छ, तर निद्रा दिन सक्दैन। हामीले पत्नी पुत्रहरू पाउन सकिन्छ, तर पत्नी पुत्रहरूबाट हामी सन्तुष्ट बन्न सकिँदैन दौलतबाट। त्यसको लागि त हामीलाई आत्माको साधनाको आवश्यकता पर्दछ। आत्माको साधना नभएसम्म यो जीवन निरस हुन्छ, फिका हुन्छ, यत्तिकै बर्बाद भएर जान्छ। र यो आत्माको साधना कति महान हो त भन्दा यदि यसको साधना हामीले प्राप्त गरिसक्यौँ भनेदेखि एक साधे सब सधे सब साधे सब जाए जो तू सिंचे मूलको फले फुले अगाए। एउटा यस्तो साधना छ आत्माको साधना, जसको साधना गरियो भनेदेखि एक साधे सब सधे सबै कुराको साधन भइहाल्छ। सब साधे सब जाए। हामीले सम्पूर्ण जति पनि धर्मशास्त्रहरू 4 वेद 6 शास्त्र 18 पुराण 64 गीता 108 उपनिषदि सबैको पठन पाठन पनि गरौँ, सम्पूर्ण व्रत उपासना पनि सकौँ भनेदेखि यस्तो लक्ष्य बनायो भनेदेखि एकमा पनि पारङ्गत हुन सकिँदैन। तर यदि चाहिँ आत्माको साधना सिक्यौँ भनेदेखि जो तू सिंचे मूलको फले फुले अगाए, यदि मूल जरोमा पानी राख्यौँ भनेदेखि त्यो वृक्षले हाँगामा पनि पठाउँछ, डालामा पठाउँछ, पातमा पठाउँछ, फलमा पठाउँछ, फुलमा पठाउँछ र त्यसबाट हामी तृप्त हुन पाइन्छ। यदि हामीले हाँगा पाताहरूमा चाहिँ पानी छिट्यौँ भनेदेखि त्यो वृक्षले त्यो पानीबाट लाभ लिन सक्दैन र मूल जरोमा पानी दियो भनेदेखि सर्वत्र पुगिहाल्छ। त्यही प्रकारले आत्मसाधनालाई महान बताए हाम्रा ऋषिमुनिहरूले। र आत्माको साधना जाने भनेदेखि त सम्पूर्ण 33 कोटी देवी देवताहरूले पनि आत्मालाई सर्वश्रेष्ठ भनेर उपनिषदमा स्वीकार गरिसकेको कुरा हामी विगतको एपिसोडमा पनि बताइसक्यौँ। यो शरीरमा आत्मा सर्वश्रेष्ठ रहेछ र यसको पूजा, यसको साधना बिना जीवन निरस हुन्छ। र गरुड पुराणमा के बताइएको छ भनेदेखि पारावत शिलाहारा कदाचिदपि चातका नपि बन्ते मही तोयम भर्ति नस्ते भवन्ति किम तस्मादित्यधिकं कर्म लोकरञ्जन कारकम मोक्षस्य कारणम साक्षात आत्मज्ञान खगेश्वर। हे खगेश्वर, हे गरुडजी, पारावत शिलाहारा कदाचिदपि चातका, परेवा चातक आदि पंक्षीहरूको अत्यन्त कडा व्रत हुन्छ। चातक भनेको काकाकुलको कति कडा व्रत हुन्छ भनेदेखि उसले जमिनमा खसिसकेको पानी पिउँदैन। आकाशबाट वर्षिँदै गर्दाखेरि उसले आफूलाई थोरै मुभमेन्ट गरेर त्यो पानी वर्षिँदै गरेको पानी पिउँछ। तर जमिनमा खसिसकेको पानी, खोला नालाको पानी पिउँदैन। बरु कहाँ बर्सात हुँदैछ त्यता गएर पानी पिउँछ। त्यति कडा व्रत हुन्छ चातकको, काकाकुलको। र व्रति नष्टै भवन्ति किम, के त्यसो गर्दैमा व्रति भइन्छ भनेदेखि त मनुष्यको जन्म किन लिनु पर्यो? काकाकुलको जन्म लिएर आए पनि त हुने थियो नि। त्यसरी ठुलो भइन्छ, त्यसरी व्रति भइन्छ, त्यसरी ईश्वरको साक्षात्कार गर्न सकिन्छ भनेदेखि कडा व्रत गर्दैमा होइन। नपि बन्ते मही तोयम भर्ति नस्ते भवन्ति किम, त्यसरी चाहिँ नि खोला नालामा भुइँमा परेको पानी नपिउँदैमा व्रति भनिन्छ भनेदेखि त मेरो भन्नु केही छैन। गरुड पुराणले यसरी बताउँदैछ। तस्मादित्यधिकं कर्म लोकरञ्जन कारकम, त्यस कारणले यी सम्पूर्ण कर्मकाण्ड व्रत उपासनाहरू के हुन् त? यी लोकरञ्जनका लागि हुन्। जस्तो जाति कुलमा हजुर हाम्रो जन्म भएको छ, त्यो जाति कुलको परम्परा निभाउनु, त्यो आफ्नो जाति कुल अनुसारको कल्चर निभाउनु त्यो अलग विषय हो। तर मोक्षस्य कारणम साक्षात आत्मज्ञान खगेश्वर। हे खगेश्वर, हे गरुडजी, यदि मुक्ति र मोक्ष जीवनमा चाहिन्छ भनेदेखि त आत्मज्ञानको साधना प्राप्त गर्नुपर्छ, अनि मात्र यो जीवन धन्य बन्नेछ, महान बन्नेछ भनेर गरुड पुराणले हामीलाई बताएको छ। तर समाज कस्तो रह्यो भनेदेखि पठन्ति वेदशास्त्राणि बोधयन्ति परस्पर
न जानान्ति आत्मज्ञान द्रविपाक रसम यथा पठन्ति वेदशास्त्राणि बोधयन्ति परस्पर। समाजमा वेदशास्त्रहरू पठन पाठन गर्नेहरूको कमी हुँदैन, बोधयन्ति परस्पर, एक आपसमा धर्मका भाषण दिनेहरूको पनि कमी हुँदैन समाजमा। तर नजानान्ति आत्मज्ञान द्रविपाक रसम यथा, त्यो आत्मज्ञान के हो, त्यो परम तत्त्व के हो, त्यसलाई जान्दैनन्। कस्तो प्रकारले भन्दा द्रविपाक रसम यथा, जसरी डाडु पन्युले खिर हलुवा पुडी यताबाट उता उताबाट उता त चलाउँदछ, तर चाहिँ त्यो डाडु पन्युलाई खिर हलुवा पुडीको स्वाद थाहा हुँदैन। त्यसको स्वाद त त्यो व्यक्तिलाई मात्रै थाहा हुन्छ जसले त्यो प्रसाद ग्रहण गर्दछ। त्यो खिर हलुवा पुडी जसले त्यो भोजन ग्रहण गर्दछ उसलाई मात्रै त्यसको स्वाद थाहा हुन्छ। त्यसमा कति चिनी छ, कति दुध छ, कति त्यसमा किसमिसहरू बदामहरू परेको छ, त्यो सबै कुरा त जसले ग्रहण गरे उसैलाई मात्रै थाहा हुन्छ, डाडु पन्युलाई थाहा हुन सक्दैन। त्यही कारणले पठन पाठनलाई डाडु पन्युको संज्ञा दिइयो। यो त साधनाको विषय रहेछ, कार्यान्वयनको विषय रहेछ। अब कार्यान्वयन कसरी गर्ने त, यो प्रश्नमा ध्यान केन्द्रित गर्नुहुन आदरणीय श्रोताबिन्दुहरूलाई मैले निवेदन गर्दछु। र बडा विचित्र कुरा छ, आफूले आफूलाई धनवान सम्झिँदा पनि, आफूले आफूलाई एकदम दानवीर सम्झिँदा पनि, धर्मात्मा सम्झिँदा पनि काम चाहिँ कता गइरहेको हुन्छ यो बुझ्ने कुरा छ। एक समय अज राजा, जसलाई अत्यन्त दानी राजाको संज्ञा दिइन्थ्यो, उनले प्रत्येक दिन आउने राजदरबारमा माग्न आउने व्यक्तिहरूलाई दान दिएर पठाउँथे, केही न केही दिएरै पठाउँथे, खाली हात कसैलाई पनि पठाउँदैनथे। र यस्तो खबर पाएपछि त्यही नजदिकमा महात्माजीले एउटा कुटी बनाएर बस्नुभएको थियो। उहाँले पनि त्यो थाहा पाएपछि ठिक छ आज चाहिँ अज राजासँग केही दान लिएर आउनु पर्यो भनेर महात्माजी जानुभयो। महात्माजी जाँदाखेरि केही विलम्ब भयो र अज राजाले भन्दछन्, हे महात्माजी हजुर त ढिलो गरेर आउनुभयो, मैले त प्रातः 9 बजे पश्चात मैले कसैलाई दान दिने गरेको छैन, अब हजुर आज दान लिन सक्नुहुन्न, भोलि आउनुपर्छ। भनेपछि महात्माजीले, हे राजन तपाईँले दान दिनुहुन्छ भने आजैका दिनमा दिनुहोस्, भोलि आउने त मेरो लागि फुर्सद छैन, म भोलि त म साधनामा बस्नु पर्दछ, म भोलि आउन सक्दिनँ, तपाईँले यदि दान दिने भने आजै दिनुहोस्, होइन भनेदेखि म भोलि तपाईँले बोलाएर आउँदिनँ। महात्माजीलाई पनि अब उहाँ त हाम्रा साधु महात्मा भनेका जसले ब्रह्मको साधना गर्दछन्, आत्माको साधना गर्दछन्, ती साधुहरू त अकाल मृत्यु हरणम सर्वव्याधि विनाशनम गुरु चरणोदकम वित्ता पुनर्जन्म न विद्यते। ती साधु महात्माहरू त अकाल मृत्यु हरणम सर्वव्याधि विनाशनम, अकाल मृत्युदेखि माथि उठेका, सम्पूर्ण विघ्न बाधादेखि माथि उठेका त्यस्ता महान महात्मा, महान आत्मा। अब उनीहरूलाई त त्यो राजाको नियमले छुने कुरा आएन र त्यति भइसकेपछि राजालाई पनि बडा क्रोध आयो। म राजा, यो राज्यको राजा, मेरो चाहिँ नि अपमान गरेर बोल्दैछन् यी महात्मा, त कस्तो महात्मा हुन्। राजा बडा घोडाको शौकिन थिए, उनी तबेलामा घोडाको सेवा गर्दै थिए। अनि त्यति बेला राजालाई क्रोध आयो। क्रोधमा राजाले के गरे भनेदेखि घोडाको लिदी महात्माजीको कमण्डलुमा राखिदिए, ल यही दान लिएर जानुहोस्। महात्माजीले पनि ठिक छ भनेर लिएर जानुभयो। जङ्गलको छेउमा आफ्नो आश्रम थियो, त्यही आश्रमको बगलमा, त्यही कुटियाको बगलमा चाहिँ लगेर त्यो कमण्डलुबाट घोडाको लिदी राखिदिनु भयो। अनि त्यो राखिसकेपछि त एक दिन राजा र मन्त्रीलाई वन विहार जाने इच्छा भयो। वन विहार गर्न जाँदाखेरि पहिले केही पनि नभएको ठाउँमा त त्यहाँ त एउटा पहाड बनेर बसेको छ। अनि त्यो पहाड देखेपछि राजाले, मन्त्रीजी यहाँ त पहिले केही पनि थिएन, यो त एउटा सानो सानो पहाडै छ, यो के हो, यो त सोध्न जानुस् त भन्दाखेरि मन्त्रीजी जानुभयो। बगलमा महात्माको कुटिया थियो र महात्माजी यो के हो भन्दाखेरि महात्माजीले भन्नुहुन्छ, यो त राजाको पाप हो। कसरी यो राजाको पाप हो त भन्दा, मलाई यसरी चाहिँ कमण्डलुमा घोडाको लिदी दान दिएका थिए, मैले यो खन्याएँ अनि यो बढेर गइरहेको छ। पुण्य गरे पुण्य बढ्दै जान्छ, पाप गरे पापै बढ्दै जान्छ, मेरो अपमान गरेर यसरी चाहिँ दान दिएको, अब यो बढेर चाहिँ यति धेरै भएको छ। अनि त आएर चाहिँ राजालाई बताउँदाखेरि
राजा छाँगाबाट खसे जस्तो भए, उनलाई त होस हवास अचेत जस्तो हुन थाले। ओहो, अब यो त चाहिँ बडा मबाट दुष्कर्म भएछ, अब महात्माजीलाई बिन्ती गर्नु पर्यो भनेर महात्माजीसँग बिन्ती गर्न जान्छन्। बिन्ती गर्न जाँदाखेरि महात्माजी मबाट यो गल्ती काम भयो, अब क्षमा गर्नुहोस्, म यो पापबाट कसरी प्रायश्चित्त हुन सक्छु? होइन, तिमीले त अब चाहिँ अर्को जन्ममा सुँगुर भएर जन्मेर यो सारा घोडाको लिदी तिमीले खाएर पचाउनु पर्ने हुन्छ। अनि त अर्को योनि के हुने भयो, 84 लाख योनिमा सुँगुरको योनिमा जाने भयो, अनि त्यसपछि त्यो घोडाको लिदी पनि खानुपर्ने भयो। अनि राजाले म क्षमा माग्छु, हजुरको चरणमा पर्छु, मलाई कसरी यो पापबाट मुक्त गर्नुहुन्छ प्रभु भन्दाखेरि, त्यसो हो भनेदेखि नगरमा, आफ्नो नगरमा गएर सारा जनताहरूबाट, प्रजाहरूबाट निन्दा गराउनु पर्यो। अनि राजालाई यो युक्ति महात्माजीले सिकाएपछि राजा गए, नगरमा गए, एकजना व्यक्तिलाई नारीका पोसाकहरू लगाउन पठाए र एउटा पानीको बोतल मदिराको जस्तो अभिनय गर्दै बोतल पिउँदै नगरमा ती नारीका पोसाक लगाउने व्यक्तिलाई अङ्कमाल गर्दै नगरमा परिक्रमा गर्न थाले। यसरी परिक्रमा गर्दाखेरि सबैले ओहो, हाम्रो राजा त के भए, बर्बाद भए, यसरी नारीलाई अङ्कमाल गर्दै मदिरा पिउँदै नगर परिक्रमा गरिरहेका छन्। सबले कुरा काट्न थाले। यसरी सबले कुरा काटेपछि, निन्दा गरेपछि अनि यता आएर राजाको पाप घट्यो। जति चाहिँ नि कमण्डलुमा दान गर्ने बखतमा जति मात्रा थियो त्यति मात्रामा आयो। अब फेरि महात्माजीलाई अब यसलाई कसरी घटाउन सकिन्छ महात्माजी भन्दाखेरि, अब यसलाई त तपाईँले घाममा सुकाउनुहोस्, घाममा सुकाएर चूर्ण बनाउनुहोस्। पुरै घाममा सुकाउँदाखेरि त्यो थोरै अलिकता मात्रै भयो, एक मुठी जति मात्रै भयो, त्यसलाई चूर्ण बनाएर अब यो चूर्ण चाहिँ नि पिएर पानीले पखालेर पानीसँग पिएर खानुपर्छ। यति भनिसकेपछि अनि राजालाई अर्को समस्या पर्यो, यसको उपाय के छ त प्रभु, लौ न अझै पनि मलाई उपाय बताइदिनुहोस्। यो त समयको तत्त्ववेत्ता महापुरुषले निन्दा गर्यो भने मात्रै काटिन सक्छ, होइन भनेदेखि काटिँदैन। र त्यति बेलाको तत्त्ववेत्ता महापुरुष भनेको गुरु वशिष्ठ हुनुहुन्थ्यो। गुरु वशिष्ठको दरबारमा जानुभयो र आफ्नो निन्दा कसरी गराउने भनेर गुरु वशिष्ठको दरबारमा म त सेवा गर्न आएको हुँ प्रभु, मलाई सेवा दिन पर्यो। अनि वशिष्ठको चरण दबाउन थाले। वशिष्ठको चरण दबाउँदै गर्दाखेरि भन्दछन्, हे प्रभु, मलाई त यस्तो यस्तो कुरा सुन्नमा आयो, ती राजा त बडा चाहिँ अपराधी रहेछन् भनेर आफू त भेष बदलेर त्यहाँ पुगेका थिए। अनि आफ्नै निन्दा चाहिँ गुरु वशिष्ठबाट गराउन खोज्दाखेरि गुरु वशिष्ठले बुझिहाल्नुभयो, तिमीले अब त्यो घोडाको लिदी मलाई खुवाउने प्रयास नगर, तिमीले जे कर्म गरेका छौ त्यो तिमीले भोग्नुपर्छ, तिमी जाऊ भनेर फर्काइदिएपछि अनि त्यसपछि अज राजाले गएर त्यसलाई सुकाएर चूर्ण बनाएर पानीले बगाएर खाएर सक्नु पर्यो। त्यसलाई छोड्न पाइएन। यो कर्मफलको सिद्धान्तले कसैलाई पनि बाँकी छोड्दैन र हामी कर्मफलको सिद्धान्त अनुसार आफूलाई होशियार बनाएर चल्यौँ भनेदेखि यो समाज अत्यन्त सुन्दर बन्नेछ, शान्त बन्नेछ, समृद्ध बन्नेछ, महान बन्नेछ। हामीले एकले अर्कालाई सहयोगको भावना, परोपकारको भावना गऱ्यौँ भनेदेखि हाम्रो जीवन धन्य र महान बन्नेछ। आदरणीय श्रोताबिन्द, र मानव धर्मले मानवीय व्यवहार गर्दछ, दानवीय व्यवहार कदाचित हुँदैन। र यो मानव धर्म र आत्मज्ञानको साधना यस्तो महान विषय हो। हामी कहीँ पेसा व्यवसाय गर्दैछौँ भनेदेखि हाम्रो पेसा व्यवसाय फस्टाएर जान्छ। हामी कहीँ जब होल्डर छौँ भनेदेखि हाम्रो जबमा प्रमोसन भएर जान्छ। विद्यार्थी छौँ भनेदेखि हाम्रो पठन पाठनमा हामी तेज भएर जानेछौँ। हामीले त्यहाँ पनि राम्रो अङ्क हासिल गर्न सकिन्छ, दिमाग तेज भएर जानेछ। यो आत्माको साधना सर्वत्र सबैलाई कल्याणको विषय छ र यो महान विषयलाई आउनुहोस्, हजुर हामी सबैले सिकौँ, जानौँ। र यही निवेदन यहाँहरू समक्ष राख्दै म मेरो वचनलाई यहीँ विश्राम दिन चाहन्छु। हरिओम तत्सत। कार्यक्रम सुने पश्चात हजुरहरूमा कुनै पनि प्रकारका जिज्ञासा भए हामीलाई यस ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। नेपाल मानव धर्म सेवा समिति, केन्द्रीय कार्यालय गौशाला, काठमाडौँ। फोन नम्बर 014487711। इमेल ठेगाना kathmandu.ashram@gmail.com। धन्यवाद। शुभ दिन।